नेता जिताउनु छ लाग्नुहुन्न अन्त छत्रकोट अध्यक्षमा मधु कृष्ण पन्त उपाध्यक्ष पदमा हजुर नर्मदा भण्डारी योग्य अनि राम्रा नेता नै हुन् है साथी शिक्षा स्वास्थ्य पर्यटन युवालाई रोजगारी बाटोघाटो कृषि सिँचाइ ल्याउन खाने पानी आश्वासन मात्रै हैन काम गरी देखाउन पर्छ हजुर जसरी नि एमाले नै आउन छत्रकोटमा एमाले जिताउँ गाउँ गाउँमा विकासको फुटाउँ छत्रकोटमा एमाले जिताउँ गाउँ गाउँमा विकासको फुटाउँ गाउँ गाउँमा विकासको मूल फुटाउँ पल्लीकोट अनि हर्दी नेता दिगम हर्ज्याङ र दौघाबासी राम्रो नेता चिनम सबै उम्मेदवारहरू विजय गराउनु छ छत्रकोट र छवाडमै सूर्य फहराउनु छ छत्रकोट गाउँपालिका नमुना बनाउन पर्छ हजुर जसरी नि एमाले नै आउन ढुक्कसँग दिनु सबले सूर्य चिन्हमा भोट 5 वर्षमै सुम्पिने छौ समृद्ध छत्रकोट बनाउनु छ समृद्ध छत्रकोट त्यसैले त सूर्यमा दिनुहोस् भोट बनाउनु छ समृद्ध छत्रकोट त्यसैले त सूर्यमा दिनुहोस् भोट गुल्मी छत्रकोट गाउँपालिका एमालेकै बनाऊ यसपालिका गुल्मी छत्रकोट गाउँपालिका एमालेकै बनाऊ यसपालिका एमालेकै बनाऊ यसपालिका एमालेकै बनाऊ यसपालिका सम्पूर्ण पूर्वाधार सहितको सबल र समृद्ध नमुना छत्रकोट गाउँपालिका निर्माण गर्ने अठोटका साथ तपाईँ हाम्रो माझ आउनुभएका नेकपा एमालेका सूर्यध्वजावाहक उम्मेदवारहरू छत्रकोट गाउँपालिका प्रमुख पदको उम्मेदवारमा मधुकृष्ण पन्थ छत्रकोट गाउँपालिका उपप्रमुख पदको उम्मेदवारमा नर्मदा भण्डारी त्यसै गरी ओडातर्फ ओडा अध्यक्षका उम्मेदवारहरूमा छत्रकोट गाउँपालिका 1 हुँगाबाट इमलाल भण्डारी र सदस्यहरू छत्रकोट गाउँपालिका 2 पल्लीकोटबाट दुर्गा प्रसाद सुनार र सदस्यहरू छत्रकोट गाउँपालिका 3 हर्दिनेटाबाट तेजकान्त अर्याल र सदस्यहरू छत्रकोट गाउँपालिका 4 दिगामबाट दिलाराम नेउपाने र सदस्यहरू त्यसैगरी छत्रकोट गाउँपालिका 5 खर्ज्याङबाट कृष्ण प्रसाद पन्थ र सदस्यहरू छत्रकोट गाउँपालिका 6 दौगाबाट थम्मन गेवाली र अन्य सदस्यहरूलाई सूर्य चिन्हमा मतदान गरी भारी मतका साथ विजय गराई सबल र समृद्ध नमुना छत्रकोट गाउँपालिका निर्माण गर्ने सपना साकार पारौं। नेकपा एमाले छत्रकोट गाउँपालिका गुल्मी